What's up guys, welcome to the vlog. ₹50 बस भाडा मै सक्यो क्या सबै पुरै खेल्छु भन्दा थिएँ ब्लग पनि त्यही बनाउँछु भन्दा थिएँ तर सकिनँ अहिले चाहिँ मलाई ब्लग पनि बनाउनु यस्तो झडा नि त्यही मेरो मुड भेट्ने अफ भइसक्यो यति राम्रो खेलाएको थिएँ म यसो खेल्थेँ यहाँको बुढोहरूले खेल्नै दिएन कि मेन त आँकै आएको त मेरो पुरै फुल छ आज केही गर्नु सक्दिनँ केही कस्तो म गएको थिएँ कस्तो राम्रो लाग्छ सुटिङ आएको थिएँ बिचमा त्यो बुढाएर रोक्दियो अब यसै गरी म मन्दिर जान्छु मन्दिरको भ्यू देखाउँछु तपाईँहरूलाई है त हजुर म यहाँ मन्दिर आइसकेको छु होइन अनि मन्दिर एकदम यस्तो एउटा त्यहाँ दायाहरू गइसक्नु भयो अनि 2 जना मात्रै होला है मन्दिरमा आज धोक्यौँ पहिला यस्तो छ मन्दिर घन्टी मैले बजाउनु पर्छ म 1-2 राउन्ड हान्नुपर्छ यो मन्दिरको अहिले चाहिँ म घर आइपुगेँ होइन मन्दिरमा पनि त्यही खासै केही भएन मलाई अब चाहिँ म स्कुल जान्छु अनि स्कुल आएपछि तपाईँहरूलाई भेट्छु अहिले चाहिँ म नुहाइसकेँ भात खान्छु अनि स्कुल आएपछि तपाईँहरूलाई भेट्छु अहिले चाहिँ म स्कुलदेखि आइसकेको छु होइन घर अहिले चाहिँ म के मम्मी मेरो खोइ त करेन्ट कहाँ भित्र त्यो भित्र छ अहिले चाहिँ एकछिन देखाउँछु मैले भोलि चाहिँ म भक्तपुर जान्छु अनि चाङ्गो जाने त्यही घुम्नु स्कुलको पर्पज अलिक गएको हामीहरू होइन भोलि चाहिँ म भक्तपुर र चाङ्गुनार जान्छु अनि त्यहाँ चाहिँ स्न्याकहरू खानुपर्छ अनि म चाहिँ थोरै लग्छु अनि केटाहरूको खान्छु होइन अनि यस्तै छ मेरो प्लान गाइज हामीले अहिले कोक किनिसकेको छैन अनि गाइज खै यहाँ आउनु पछाडि तपाईँ अनि यहाँ चाहिँ मैले कोक किनिसकेको छैन अनि कोक खाँदै गइरहेको थिएँ जस गर्मीमा कोक चाहिँ खाना एकदम बवाल फेरि मैले किनेको नि दिदी र याद होइन नि मैले किनेको यो हो क्या दिदी उहाँ त दिदी चिप्स खाँदैछ म चाहिँ यो ला दिदी त पनि खानु हजुर त्यही ब्लग केही कन्टेन्ट भेटेर अनि यो ब्लग बनाएको होइन केही थिएन त्यसैले यो बनाएको अनि अब चाहिँ अहिले चाहिँ हामी राउन्ड हान्दैछौँ पोखरीको पोखरी फेरि उतापट्टि छ यतापट्टि छ होइन अहिले चाहिँ हामी मन्दिर त्यो नखाइकन खाइरहेको थिएँ अलिकति अप्ठ्यारो पनि हुन्छ भनेर नगएको हाँसेर गइरहेको कस्तो हाँसेको खै कस्तो हाँसिरहेको मेरो मैले त बोल्नै नसक्ने जस्तो गरेँ ल खानु हल्का चाहिँ म कोक लगाएर आएको छु धेरै हाँस दिदी यतिकै हाँस्छ यो त्यतिकै हाँस्छ किन म सबै हाल्छु होइन अनि यहाँ चाहिँ पोखरी छ हाम्रो बिडुको पोखरी यहाँ चाहिँ केटाहरू खेल्छ तर अहिले राति भइसक्यो अहिले खेल्दैन यसो गरी हामी घर पुगिसकेको छौँ अब यो भिडियोलाई यहीँ अन्त गर्नुपर्छ